छौँ हामी। बाटो त घिनलाग्दो रहेछ त भाइ। लास्ट ड्रप अफ वाटर। हेर्नुहोस् यहाँ हिउँ पर्दैछ रे। इस्कुस रोस्ट हुँदैछ। Hey everyone, today's vlog is about trekking towards Khedi र अब हामी स्टार्ट गर्दैछौँ हाम्रो जर्नी 9:59 मा। हामी छौँ 7 जना र हामी यहाँदेखि दलपचनदेखि गाडीमा जान्छौँ रोलेप, त्यहाँदेखि स्टार्ट हुन्छ हाम्रो ट्रेकिङ। सो गाइज मिट यु आउट देयर। अनि हामी रङलीमा अलिकति सौदा पनि गर्नेछौँ। सो सी सम टाइम ल्याप्स। एभ्रिवान आइपुग्यो हामी रोलेप। अब यो सामानहरू निकालेर हामी जानेछौँ यो देख्दै गरेको बाटोदेखि उकालो। यो बाटो चाहिँ खेदी पुग्ने रहेछ र अहिले टाइम भएको छ 12:37। सामानहरू निकाल्छ अब, त्यहाँदेखि सी यु गाइज इन द वे। ल गाइज अब हाम्रो ट्रेकिङ स्टार्ट भयो। हामीलाई बाटो याद छैन फर्स्ट थिङ त हो। डाइरेक्ट गयो त हुँदैन, बाटो कता बसाइ हुने रहेछ। त्यो बाटो नि याद छैन हामीलाई, त्यो बाटो जग्गै याद छैन कहाँ छ। र सिन चाहिँ कुछ यस्तो छ कि साथी एकजना छुट्यो हो र उसको साथीको घरमा बोलायो, जानु पर्यो ड्राइभरसँग। र अब बाँकी छौँ हामी 6 जना। Walking in the middle of the jungle of nowhere, we don't know the way. बस यति चाहिँ याद छ, एकजना दोकानको अङ्कलले भनेको यहाँ माथि गोठ छ र आज त्यो गोठमा स्टे गर्ने हामी। बाटो चाहिँ यस्तो छ, जङ्गलै जङ्गल। We are still in the middle of the jungle र अब एकछिन बसेर हामी जानेछौँ हाम्रो गोठमा। हाम्रो गोठ कता छ त्यो पनि याद छैन हामीलाई, अब पुग्छौँ होला र आज त्यही गोठमा बसेर भोलितिर जानेछौँ। र गाइज अब चाहिँ मिट यु इन द गोठ। र गाइज फेरि सुरु भयो हाम्रो जर्नी। We have finally reached गोठ। तर यो गोठ चाहिँ होइन, यो गोठ। तर यहाँ पनि मान्छे बस्दो रहेछ। स्टे हियर आज बाजेको घरमा यता गोठतिरै। र भोलि जानेछौँ हामी उकालो उकालो। सो डाइरेक्ट मिट यु इन द मर्निङ। Good morning everyone. We are starting our day with a cup of black tea. र हामी त्यहाँ बसेको थियौँ बाजेको गोठमा र अब खानाहरू बनाएर खाएर अनि प्याक गरेर हामी जानेछौँ यो साइड जो चाहिँ खेदी पर्दो रहेछ। र हामीले दाहरूलाई पनि सोधेको थियो र बाटो त्यस्तो भुलभुलाया छैन, तर माग गर्दै जानु भन्नुभएको थियो र हामी त्यही गर्नेछौँ। र अब मिट यु सुन। र हामी खानासाना खाएर प्याकस्याक गरेर हिँडेको छौँ। बाजेको घर यहीँ तल छन्। अब हामी जाँदैछौँ खेदीतर्फ। बाटो चाहिँ यस्तो बिरान जङ्गलदेखि रहेछ र छिटै पुग्ने कोसिस गर्छौँ।
अनि ह्याप्पी न्यू इयर इन एडभान्स सबैजनालाई जो हेर्नु हुँदैछ मेरो स्टेटस और इफ पोसिबल युट्युब च्यानल सो द्याट्स इट अब यहाँदेखि उकालो नेटवर्क छ कि छैन ब्लग त बनिन्छ तर हामी कुन जङ्गलमा छौँ हामीलाई याद छैन होइन तर हिँडिरहेको छौँ एकछिन रेस्ट गरेको अब एकछिन रेस्ट गरेर हामी जानेछौँ फेरि बाटो खोज्दै इट्स भेरी अनफेमिलियर टु अस र अब कहाँ पुग्ने हो कुनी थाहा छैन हामीलाई बाटो भट्किरहेको छौँ हामीले गुगल म्याप हेर्नु त हेऱ्यो धन्न नेट चाहिँ चल्दै रहेछ हो सिधा उकालो देखाउँदैछ वी फाइनली फाउन्ड आवर वे टुवर्ड्स खिदी नाउ वी आर गोइङ अन द वे हामी लगभग 1 घन्टा जस्तो भुल्यो होला जङ्गलमा र गाइस फेरि हामी विश्राम गर्नेछौँ अनि अब फेरि जानेछौँ बल्ल बल्ल बाटो पायो होइन त्यतिमा खुसी छौँ हामी खेतीमा गएर अब हिउँ खेलाउने हाम्रो हातले कलिलो हातले नङ पनि मैला मैला छ खेलाउने हो हिउँ त अनि खेतीमा लड्यो Guys, we found some snow out here. छेउछाउ पुग्दैछ खेतीको खुसी लाग्दैछ हामीलाई हिँडेको 1.5 घन्टा भयो टोटल Guys, we have last drop of water here in the jungle. अब मामाले खान्छ यो पनि त्यही सक्यो रोटीले खान्छ नि अब गिला नि टोइलेट आयो अरे केटाको हालत कस्तो भयो मेरो हल्का चल्ला लैजा खुस खबरी मैले मेरो ब्याग साटिदिएँ अबिगेलसँग त्यसको ब्याग एकदमै हल्का रहेछ अनि मेरो ब्याग थियो लगभग 30 किलोको बोकिरहेछ बिचराले र फिलहाल चाहिँ हामी यो पत्ताको जामेको हिउँको पानी लिँदैछौँ यस्तो छ गाइस सिचुएसन पुरा जाडो पनि हुन थाल्यो ए गाइस हामी फिलहालै आइपुग्यौँ खेतीको पोखरी र अब हामी आगो फुक्नेछौँ र यहाँदेखि पानीहरू लान्छौँ आगोहरू फुक्छौँ चिया खान्छौँ त्यहाँदेखि खेती जान्छौँ पिस आउट र यहाँ प्रसुप घटना घट्यो पुष्पन दाई र चिया बनाइरहेको थियो चिया बेसी नखाए नभन्नु चिया बनाइरहेको थियो अन्त करै नै घुप्ट्यो हाम्रो अहिले स्नोफल हुन थाल्यो र अब हामी जाँदैछौँ पानीहरू लिएर चियाहरू खाएर खेती तरफ र हेर्नुहोस् यहाँ हिउँ पर्दैछ रे पुरै पर्दैन अब त सबै सेतो सेतो भइगएको छ यो परिसकेको छ यहाँ सिनहरू चाहिँ एकदमै दामी दामी रहेछ खेतीको छेउछाउ या फिर खेती आई डोन्ट नो पुगेको छौँ कि छैन हामी तर एकदमै दामी खालको रहेछ सिनहरू लाइक यस्तो जर्नी गरेको ट्राभल गरेको केही गुड रिजल्ट्स निक्लिँदैछ र आई वान्ट टु शेयर दिस विथ यु गाइज
आइपुग्यौँ खेदी र आज हामी यहीँ बस्नेछौँ र हामी बस्ने जग्गा चाहिँ यहाँ माथि हो र see you guys in a while. We are having Maggi in खेदी like this. र अहिले चाहिँ हाम्रो इस्कुस रोस्ट हुँदैछ। यो आइडिया चाहिँ हो हाम्रो रोहितको। देखान रोडी। अनि हाम्रो ट्रेकिङको जर्नी यहीसम्म थियो and see you guys in a while or this may be the end of our vlog. Okay, peace out. अनि तपाईहरुलाई हेरिदिनु भएकोमा एकदम धन्यवाद। 23rd को इयर for the year राम्रोसँग मनाउनुहोस् होला with your families, friends and stay safe. Thank you all.